नमस्ते नमस्ते टसिदेले लसो फ्यापुला सबैजनालाई मैले चाहिँ आज सबैजनालाई चाहिँ होइन बढी जस्तो मान्छेले चाहिँ छुर्पी कसरी बन्छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। कुनै कुनै साथीहरू चाहिँ यो छुर्पी केबाट बन्छ दिदी भन्नेहरूको लागि है यो भिडियो चाहिँ सबैले हेरिदिनु होला। यो चाहिँ मैले यहाँ बसेको छु है, अघि घिउ निकालेर यो बाटामै मैले यहाँ ग्यासमा बसेको छु। यो मही चाहिँ अहिले फाटेर डल्लो पर्छ अनि म तपाईँहरूलाई देखाउँछु है त कसरी छुर्पी बनाउँछ भनेर। म लास्टसम्म छुर्पी सुक्नेसम्म चाहिँ मिल्दैन, यो छुर्पी बनाउने तरिकासम्म चाहिँ देखाउँछु है त। अब चाहिँ मही चाहिँ यहाँ फाटेर फल्नु थालेछ है, डल्लो 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 चाहिँ यो डल्लो 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 हुँदै जान्छ। उताबाट छेउबाट पानी छुट्दै आएको छ है। अब पुरै भएपछि देखाउँछु है साथीहरू। यसरी बनाउँछ छुर्पी। केबाट बन्छ भन्दाखेरि छुर्पी महीबाट बन्छ। मैले यसरी पकाएर भन्छ, तर मही अमिलो छ भने चाहिँ भन्दैन है साथीहरू। मही धेरै अमिलो छ भने चाहिँ भन्दैन, किनकि डल्लो हुँदैन। बाक्लो मात्रै खोले जस्तो भयो भने चाहिँ त्यस्तो चाहिँ जालीमा रहँदैन, सबै निस्केर गइहाल्छ। त्यही भएर बन्दैन। यो मही चाहिँ धेरै अमिलो हुनु हुँदैन। मेरो चाहिँ यो मही चाहिँ धेरै अमिलो छैन, डिप फ्रिजमा राखेको भएर 1 महिना भए पनि कुहिएको पनि छैन। तर अमिलो छैन क्या, अमिलो नभएर मलाई चाहिँ मन नपरेर यसरी स्यारकम बनाउनु लाग्यो। स्यारकमबाटै छुर्पी भन्छ है। मैले स्यारकमसम्मको प्रोसेस चाहिँ तपाईँहरूले देखाउँछु है आज, हेर्दै गर्नु होला। अब चाहिँ लगभग पाक्नु उम्लिनु लागिसक्यो है। ऊ यहाँ फलेर यति मात्रै भएछ, वरिपरि सबै पानी पानी छुटिसक्यो। अब यो भग 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 उम्लेपछि चाहिँ यसलाई म तारेर देखाउँछु हजुरहरूलाई। अब चाहिँ उम्लिनु थाले साथी अलिअलि। मैले चाहिँ यो अनावश्यक पानीहरूलाई चाहिँ निकाल्दैछु है। यो यसो गरेर यो छेउबाट यसरी गरेर यो डल्लो परेको छ, यो पानी जति चाहिँ यसरी फाल्छु है त म। अलिक छिटो हुन्छ क्या यसो गऱ्यो भने। यो यस्तो डल्लो परिसक्यो। यो जति बाक्लो दुध भयो त्यति धेरै पर्ने हो। मैले चाहिँ अब यो तर मात्रै राखेको अनि पानी हालेर पारेको। अब कति निस्किन्छ तपाईँहरूलाई चाहिँ मैले तरिका मात्रै सिकाउने, यो धेरै बनाएर देखाउने चाहिँ होइन। यो तरिका यसरी हो भनेर देखाउने मात्रै हो है साथीहरू। यति मात्रै रहेछ भन्ने चाहिँ होइन। एकछिन पाकोस् अनि सट्टै छानिदिन्छु म जालीमा अनि सिकाउँछु है त म हजुरहरूलाई। अब चाहिँ मजाले उम्ल्यो। अब चाहिँ पाक्यो। प्रोसेस चाहिँ के अरे, यो पनिर बनाउने र चिज बनाउने तरिका यस्तै हो। तर चिज र पनिर चाहिँ दुधबाट बन्छ। छुर्पी चाहिँ महीबाट बन्छ। महीबाट स्यारकम बन्छ। स्यारकमबाट अब जे बनाइनी भयो, छुसी बनाइनी भयो, सोसुम बनाइनी भयो, शेर्पाहरूले खाने सोसुम। अनि छुर्पी बनायो भने त सबैजनाले खाइहाल्छ। सोसुम चाहिँ सबै जो पायो त्यसले खाइँदैन, गनाउँछ। यसैबाट भन्छ त्यो पनि। अब म चाहिँ फालेर देखाउँछु है त तारेर। मैले चाहिँ अब यो राखेर यसमा चाहिँ यसरी जाली राखेर बेसिकमा फ्याल्छु, किनकि यो मही पकाएको चाहिँ अब गाईबस्तु भएको भए त गाईबस्तुले खान्थ्यो, गाईबस्तु छैन। त्यही भएर म यहाँबाट फ्याल्ने कोसिस गर्दैछु। तार्छु अनि यसरी 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 गरेर यसरी है साथीहरू। यसरी डाडोले गरेकै हुन्छ। मैले चाहिँ तातो बारी यसरी गर्दैछु। यस्तो चोक्टा चोक्टा हुन्छ है यस्तो भयो नि। दारो त कुन देशमा पो गयो त यो साथी। यस्तो चोक्टा चोक्टा हुन्छ यो चाहिँ यहाँ हालेर छान्नुपर्छ यसरी। यसरी यसो डल्लो डल्लो फल्छ कि साथीहरू। यसरी यो मात्रै खानु, योसँग झोलसँग खानु पनि मिठो हुन्छ है। मनपर्नेहरूलाई चाहिँ शेर्पाहरूले यसलाई सिएर भन्छ, सिएरलौ भन्छ। सुन्दै पनि सिएर भन्छ, तर यसलाई पनि सिएरलौ भन्छ है। तातो यार।
यसरी भयो। यो चाहिँ मेरो पहिले ओइ गाई पालेको बेला मैले यसमा पनिर बनाउँदाखेरि छान्थेँ, त्यही भएर ठुलो छ। यसमा चाहिँ यति अब सेरकम त कता गयो कता गयो। यसरी यसो चाहिँ यहाँ राख्नु पऱ्यो। अनि यो पानी तरेपछि चाहिँ अघि हामीले अब तारेपछि चोक्टो झिकेपछि यस्तो भयो साथीहरू। यो चाहिँ अब गाईबस्तु बाछा बाछी भएको भए चाहिँ यो मजाले खान्थ्यो, छैन। यहाँ बेसी लु यहाँ फाल्दै मैले चाहिँ अब यो चाहिँ यसरी हाल्नु पऱ्यो क्या हो। यसो गरेर यो चाहिँ त्यसैमा राख्नु पऱ्यो। यहाँ तातो न तातो छ। यसरी यसको पानी तर्केपछि चाहिँ म छुर्पी काट्ने तरिका छ, म सिकाउँछु है त कसरी भन्छ छुर्पी। यसरी चाहिँ यसरी है साथीहरू। खै फेरि क्यामेरा कता गयो? ल ठिक छ, यसरी है त। यसरी चाहिँ म देखाउँछु तपाईँहरूलाई। ब्याक क्यामेरा पऱ्यो, यो कस्तो हुने हो। यो चाहिँ अब यसरी निकालेर अब थोरै यति जाबो त छ, तैपनि मैले तरिका चाहिँ सिकाउँछु है त। यो चाहिँ यसलाई भन्छ सेरकम। यसलाई चाहिँ अब यहाँ त मिलेको छ है साइज चाहिँ। अब चौरी गोठमा गाई गोठमा त यत्रो यत्रो बनाउँछ, त्यही भएर ठुल्ठुलो दिएको छ। मैले त यहाँ सानो छ, यसरी 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 काट्ने। उयो भएकै छैन यार, यो भएन यार, सबै त्यो जोइल नै भएन छ। यसरी 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 यसले चाहिँ टक्कै चारपटक टक 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 यसरी काटेर सुकाइन्छ। अनि यसरी यसरी धुलो पारेर सुकाएकोलाई चाहिँ छुर्सी भनिन्छ है। शेर्पाहरूले चाहिँ छुर्सी भनिन्छ यसले धुलो पारेर सुकायो भने चाहिँ। तर मैले चाहिँ यो छुर्सी पनि बनाउने होइन, के भन्छ छुर्पी पनि बनाउने होइन। मैले चाहिँ यसको सोसुङ बनाउने है। तर यहाँ तपाईँहरूलाई सिकाएको मात्रै। यस्तो चारपटक टक्क बनाउने सुकाउने। यो सुकिएपछि चाहिँ छुर्पी भयो। छुर्पी यो चाहिँ अब धुलो बनाएर सुकायो भने धुलो भयो भने, धुलो सुकेकोलाई चाहिँ छुर्सी भन्छ। त्यो छुर्सी चाहिँ चम्बासँग खानु। धेरै छ भने त त्यो के भन्छ जे खाए नि हुन्छ छुर्सी। ल यसरी बनाइन्छ साथीहरू। मैले चाहिँ यहाँ चोक्टो चाहिँ थोरै छ है, किनकि यो सबै थोरै भएर धुलो भयो। मैले चाहिँ मलाई चाहिँ धुलो भए पनि केही फरक पर्दैन, किनकि छुर्पी बनाउने होइन। यो चाहिँ पट्टामा खाँदेर सोसुङ बनाउने हो, कुहेर सोसुङ बनाउने हो। यो चाहिँ यस्तो भयो। खास चाहिँ यसरी टक्क टक्क हुनुपर्ने, यसरी टक्क टक्क हुनुपर्ने। यो सुकेपछि चाहिँ छुर्पी भन्छ है। अनि मैले चाहिँ यसलाई चाहिँ भरे बट्टामा खानखुन पारेर बनाउने, सोसुङ बनाउने हो। यस्तो चाहिँ यसरी बनाइन्छ है सोसुङ। छुर्पी सबै यो मैबाट भन्छ, यसरी बनाइन्छ। यसको तरिका चाहिँ यसरी बनिन्छ। छुर्पी बनाउने तरिका, छुर्पी कसरी बन्छ, केबाट बन्छ भन्ने चाहिँ मैबाट भन्छ भनेर बुझ्नु होला।